आज ओस्लोबाट कोपनहेगन डेनमार्कको लागि जान हिँडेको छु। अब साथीहरू सबै अगाडि गइसक्यो र निस्किँदाखेरि यहाँबाट हुन्छ। पहिलाको डिएफडिएस भन्ने थियो, अहिलेले चाहिँ नाम फेरेर यो अर्को राखेको छ। हेर्नुहोस्, अब पस्यो भित्र। यतातिर बस्ने कोठाहरू ओके, थ्याङ्क यू भेरी मच, बाई बाई। अथिसक्यो। हामी अब 7 नम्बर एल्बाडोरमा जाँदैछौँ। ट्याक्स हाम्रो त 5 मा रहेछ बेड त। ए हजुर, तर 7 चाहिँ रिसेप्सन रहेछ। त्यहाँ गएर की कार्ड ल्याउनु पर्यो नि। पर्यो। अब यहाँको रिसेप्सन यस्तो राम्रो रहेछ है, बस्नु आरामले। पहिला झोलासोला राख्नुहोस् होइन, पक्नु। यस्तो क्रिसमसको लागि रेडी छ। ए हाम्रा घरपेतिनी दिदी हामीहरू इन्जोय गर्न जाँदैछौँ। यो हजुर होइन, जाम्ला नआटिनुहोस्, अब हाम्रै हो है। झोलो राखेर आउँ पहिला कोठामा। त्यो नमस्ते, नमस्कार। हजुर हाम्रो गाउँबाट यस्तो छ होइन। हजुर, हामी त गएँ नि, आउनुहोस् जाने हो भने। तपाईँहरूको छुट्टी छ भने जाउँ। ल Christmas is around the corner. Merry Christmas to you all from Oslo, Norge. कोपनहेगनको एनी1 इन्फर्मेसन Yeah. र सिटीको म्यापहरू सबै यहाँ पाउने रहेछ भने ओस्लोको यहाँ पाउने रहेछ। हजुर, र अर्को अनबोर्डमा पनि छ। अनबोर्ड लाइनमा रोक्छु भनेको थियो, त्यहाँ पनि रहेछ। यहाँबाट यहाँ रहेछ। जी, यहाँबाट हामी ओस्लोबाट यहाँ गएर रोक्ने, त्यस पछाडि यहाँ जाने रहेछ हजुर, है। त्यो सबै रहेछ। हजुर, यसरी आउनु पऱ्यो भने हजुरहरूको लागि एकदम राम्रो छ, यो गर्नुहोस् है। हजुर। अब हामी चाहिँ टिकटको लागि जान्छौँ। अनि की कार्ड। हजुर, र बच्चाहरू हाम्रो नेपाली दाजुभाइहरू पनि धेरै आउनु भएको छ। अब हजुर, यहाँनिर बच्चाहरू धेरैले होइन। हजुर, यहाँ चाहिँ अब बच्चाहरू खेल्ने, उनीहरू घुम्ने ठाउँ होइन। हजुरको यहाँनिर ड्युटी फ्री के जानु पऱ्यो, गो टु सप भनेर लेखिदिएर चाहिँ इङ्ग्लिसमा होइन। गो सप, ड्युटी फ्री सपहरू यहाँ छन्। हजुर, रेस्टुरेन्टहरू पनि रहेछ, सबै रहेछ। सबै छ। कि जाम एकचोटि सबै कि पछि? हजुर, पहिला हामी पहिला के हाम्रो सामानहरू राख्छु र की कार्ड ल्याउँ क्या त्यो कोठाको। हो, हामी चाहिँ रिसेप्सन यो डेक 7मा रहेछ, 7औँ तलामा। अनि तपाईँको हाम्रो कोठा चाहिँ डेक 5मा रहेछ। यसरी यहाँ लेखेको छ, आउनुभयो भने यो रिसेप्सन भयो। रिसेप्सन एरिया डेक 7मा, हाम्रो कोठा डेक 5मा रहेछ। हो, त्यहाँ डेक 5मा यो यही लेखाएर चाहिँ बस्ने ठाउँहरू यो साइडबाट गएर यसरी यस्तो रहेछ। यस्तो छ। प्लस यहाँनिर ऊ पनि रहेछ होइन। हजुर, ए सबै दिया रहेछ। डेक 10, 11सम्म रहेछ, 11 तल होला। 11औँ तलासम्म रहेछ। नोर्डिक पोल यहाँ लेखाएर रहेछ नि। हजुर, कुनमा के पाउँछ होला। ज्यू सबै छ। हजुर। ल
हवस् त आजलाई यति नै। हजुर अहिलेको लागि यति नै। फेरि हामी यो ड्युटी सपमा गयो भने फेरि पनि लेख्ने कोसिस गर्छु। ए हजुर सबैजनालाई नमस्कार। नमस्ते।